सो गाइज महानायक राजेश हमाल सर कमब्याक गर्नु भएको छ नरसिंह फिल्मबाट र सबै फ्यान्सहरु राजेश हमाल सरको कमब्याकको लागि पर्खाइमा हुनुहुन्छ र पर्सनली म पनि धेरै पर्खाइमा छु राजेश हमाल सरको कमब्याकको लागि किनभने मैले आजसम्म राजेश हमाल सरको कुनै पनि फिल्म मैले हलमा हेर्न पाएको छैन र तपाईलाई म यो पनि जानकारी गराउँ यस फिल्मको डाइरेक्टर रहेको छ दिवाकर भट्टराईज्यू। उहाँको पछिल्लो फिल्म मायावी फिल्म सफल हुन सकेन तर यो फिल्म राजेश हमाल सरको केही त खास हुनेछ त्यही भरि राजेश हमाल सरले पनि यस फिल्मको लागि साइन पनि गर्नु भएको छ। फाइनली फिल्म मेकरले हिजो नरसिंह फिल्मको फर्स्ट पोस्टर आउट गर्नु भएको छ र यसको साथै फिल्मको रिलिजिङ डेट पनि फिक्स गरिएको छ र आज हामी विशेष कुराकानी गर्नेछौँ नरसिंह फिल्मको पोस्टरको बारेमा र तपाईलाई म फर्स्टमा जानकारी गराउँ नरसिंह फिल्म एउटा एक्सन जन्डाको लभ स्टोरी फ्यामिली एंगल भन्नाले यो फिल्म एउटा कम्प्लिट प्याकेजको फिल्म बनेको छ र यस फिल्मको डाइरेक्टर दिवाकर भट्टराईज्यूले हिजो यस फिल्मको दुईटा पोस्टर आउट गर्नु भएको छ र हामीले फर्स्ट पोस्टरमा हेर्न सकिन्छ महानायक राजेश हमाल सरको लुक्स र हामीले अर्को पोस्टरमा हेर्ने हो भने यस फिल्मको खलनायकको फर्स्ट लुक आउट गर्नु भएको छ र उहाँको नाम रहेको छ राज कटवाल र हामीले यस फिल्मभित्र लिड कास्टमा हेर्न सकिन्छ राजेश हमाल, राज कटवाल, नीतिश शाह, त्यसपछि सनिसा भट्टराई थुप्रै एक्टर एक्ट्रेसहरुले यस फिल्मभित्र काम गर्नु भएको छ र अब यो फिल्म आउने वर्षको जेष्ठको 9 गते यो फिल्म हलमा लाग्ने भएको छ र पोस्टरको बारेमा कुरा गर्नु परेमा भाइ साहेब म त वर्डलेस भइसकेको छु मसँग कुनै वर्ड नै छैन यस फिल्मको पोस्टरको बारेमा के भन्नको लागि तपाई पोस्टर हेर्न सक्नुहुन्छ बिलिभ नै हुँदैन अब हाम्रो नेपाली फिल्म इन्डस्ट्रीमा पनि यस्तो लेभलको पोस्टर बन्न थालेको छ मैले बारम्बार भन्दै आएको छु यस्तो खालको पोस्टर यो लेभलको पोस्टर प्राय साउथमा हलिउडमा बलिउडमा यो लेभलको पोस्टर हेर्न सकिन्छ तर अब यो लेभलको पोस्टर हाम्रो नेपाली फिल्म इन्डस्ट्रीमा पनि बन्न थालेको छ र मलाई एकदमै खुसी लाग्छ बलिदान फिल्मको पोस्टर तपाई हेर्नुहोस् कर्मा फिल्मको आउटलकको त्यसपछि पिताम्बरको पोस्टर गजब छ एकदमै फारू पोस्टर छ र मलाई एकदमै खुसी लाग्छ जब पनि म यो लेभलको पोस्टर हेर्छु हाम्रो नेपाली फिल्म इन्डस्ट्रीको मुभीको अब हाम्रो नेपाली फिल्म इन्डस्ट्री पनि स्टेप बाइ स्टेप माथि जाँदैछ र पोस्टरको बारेमा एक लाइनमा भन्नु परेमा पोस्टर दामी छ बवाल छ सोचेको भन्दा राम्रो पोस्टर आएको छ र यस फिल्ममा नायकको लागि खलनायक एकदमै टक्करको छ र म लास्टमा यो पनि भन्न चाहन्छु यो फिल्मको स्टोरी लाइनअप गजबको निस्किनु पर्छ अनि मात्रै फिल्म चल्छ र राजेश हमाल सरको ग्रान्ड कमब्याक पनि हुन्छ।